यो झ्याक्ने एक दुईजना थापाले गर्दा यो भरत थापाको नाम बेचेत हुन थाल्यो यार। अब जनताले यो भ्यान्चुतहरूलाई त विश्वास गर्दैनन् चुनाव हार्ने पक्का भइहाल्यो। अब मैले शुद्ध पनि यहाँ चुनाव हार्ने पक्कै भइसक्यो नि। अब यिनीहरूले त केही चोराएनन् यो थापा एउटै यो थापाले पनि केही लोक्त्यान्न भन्छन् सबैजनाले। अब यस्तो यो अस्ति यो सुँगुरमुखे यो जनताको घरमा गयो ठिक छ, त्यहाँ गएर मकै भुट्नु किन? अब मकै पनि भुटिहाल्यो त्यो पनि ठिक छ, अनि जनताले काम गरिरहेको ठाउँमा गएर हताउडाले सुन कुटे जस्तो ढुङ्गा कुट्नु किन? अनि अर्को भ्यान्छ यो लोरे थापो यो नभएको भाषण ठोक्नु किन? ल ठिक छ, त्यो भाषण त ठोक्यो, दुनियाँ बाख्रा बोक्नु किन? यसमा पनि अब यिन थापाहरू त्यस्तै हो न। यो प्रिसङ्घको सभापति भरत थापो बेग्लै छ, यो फरक थापा हो, यसको नाली बेलो फरक छ, यसको मालपानी फरक छ भनेर यसपालि भोट मैलाई दियो भने त ठिक छ, दिएन भने त मलाई पनि गाह्रो हुन्छ। हुन त दिए पनि नदिए पनि ठिक छ, यहाँ त आफ्नो काम गर्ने खाने आफ्नो बुढीलाई खुसी बनाउने, त्योभन्दा काम गरै केटा जा छोड।